हेलो गाइस, अहिले हामी चाहिँ यहाँ घ्यामे डाँडातिर ऐसोलु टिप्दैछ है यहाँ। ओ भाइ, कतिको पाकेछ ऐसोलु भन्दा? पुरै ऐसोलु टिप्दैछ त यार। एउटामा 5 वटा पाकेको छ। एउटामा 5 वटा जम्मा के झऱ्यो यार, मुडै पो झरेछ त। ओ भाइ हो, पर्सेन्टमा 80% कतिको पाकेछ ऐसोलु ल भन्नु त? ओहो खै देखो त यार भाइ ऐसोलु 10% आहा, ऐसोलु त टिपेछ त भाइले त यार। 10% पाकेछ। ओ सर, 10% ओ सर, हेलो, पर्सेन्ट ऐसोलु टिपेको त? अब ल आज चाहिँ अब 2083 साल अब वैशाख 1 गतेको दिन चाहिँ अब हामी यहाँ चाहिँ अब ऐसोलु टिप्दैछ सरहरू यहाँ। ऐसोलु पनि अलिअलि पाकेको छ। हामी चाहिँ यहाँ घ्यामे डाँडा अब घुम्न गएको थिएँ कि अब यहाँ ऐसोलु टिप्ने पाइएर रहेछ र यहाँ बाटोमा ऐसोलु टिप्दैछ यहाँ। ओ धुम्बर, खोइ त्यो भुइँको त नटिप न यार, अलि रुखको टिप। टिपेपछि के भुइँको टिप्यो यार, अलिक बोटको टिप न यार।